हामी सबैको खाना पनि फोटो खिच्छ हाम्रो कसरी खिच्दिनन् बाबा आइ आइ हेर यस्तो बाखा गाजल नि कान्छी भाउजू हामी दुईटा देउरानी जेठानी भयो जीवन कुकुर बिरालो भन्नु न भेट भइरानी हजुर त्यसले के खायो के खाने कचङ कुचिङ है ओइ सेजन दौडी छोरो दौडी ओहो हाम्रो भाइ त बाहिरको बाटोमा गयो त दौडी छोरो दौडी 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 अब त धेरै नदौडी बाबु त्यसै हुन्छ ल कपडा फोड्न गरे बाबु हामी कहाँ आएको रे आऊ तिमी नि त्यसै भइसक्यो छोरो सासमा दियो न बाबु यता आउनु ल बस्न बेसन बस्छ ल आमा लिएर यो खानदानी प्रब्लम भयो स्या स्या स्यास्या भएर त्यहाँ अघि दोकानमा गएको त मिसिङ जस्तो पनि छैन त यो बाबु त रिचार्ज पानी था होगा हेर त भन्नु यहाँसम्म त आयो के हुँदैछ यहाँ रोस्टिङको काम गरिरहेछौँ हामीले के को रोस्ट हो यो चिकन रोस्ट हो खाएर नमक चाख्नु पर्ने यार यसमा नमक चाख्नु पर्ने कहाँ जान लाउनु भयो च्यानलमा भिडियो गरेर के भने यत्रो फोटो खिच्दिनु पर्ने एउटा राम्रो खिच्दैन भन्नु बाबा कस्तो अप्ठ्यारो भयो अरूले ओडे सारो गर्दैन गुल्टिनु लाग्यो म तलबाट सारो नराम्रो हाम्रो जेनुले बरु त्यही खायो नि केटी ल अन्त मिलाउँ न त म फोटो खिचिदिन्छु फोटो खिच्ने त मामाले ल यता यता बस्नु छोरी बाबु भाउजूको होला नि त्यो चप्पल हो मेरो हो मेरो उभिएरै हो ए यता त टु त भइसकेछ यता बस्छ छोरा छेक के रे हो त्यहाँ बस्छ ए निकल पातल निकाल्नु है जेनु कहाँ गएको एक्लै है हो हो कि होइन कस्तो लाग्यो त यो दानामा बसेर खाना खानलाई ठिकै लाग्यो रमाइलो लाग्यो खाना मिठो त्यहीमाथि पानी मिठो खाना मिठो त्यहीमाथि पानी मिठो पानी मिठो यो
मेलामा गएर खाना खा जस्तै भयो है ल बोला है भयो सबै थोक पुग्यो पुग्यो भयो के पुग्यो हैन दही ल आमाहरूलाई दही आयो अब यहाँ कान्छाले लिएर आउँदैछ एउटा कुरा पुगे छैन कि दही दही बलियो त ल ल अर्को आउँछ बालिदिनु त अब यो के खाल नि ओह्रालोमा गुल्टे लाग्छ ओइ ओइ बा ओडा त साम भिराइलो ठाउँ अलिकति खोसिएर अन्टियो कता राखिदिन्छ नि मान्छेहरूलाई पानी नि ढलन लागिसकेको रहेछ यो त राखिदिन्छु ल कोही हिँड्दैन होला कहाँ राख नि त बाबु रोज खाइदियो त बाबु अहिले अगाडि ततिर सारेर भात अहिले ततिर सार्नु ल गम गम्ती खा स्याबास दाउला पकाउँदै गरेर दाल निकालेको त ओ कान्छे नानीहरु मोबाइल दिनु मलाई